परसको पानीले मिसो छ त्यही गर्न आँटेको म दादाले त जान्दैन रहेछ सिक्नु ल अर्को पालि अब फर्स्ट टाइम परेको भन्नु न त्यो अलिक सले त न देउता अब अन्त नपरेको त्यो अहिलेको रिहर्सल थियो अब साँच्चै अब निन्छ अलग्गै छोरा त भागिहाल्छ काखमा राख्नु न दादा काखमा राख्नु न दाङले जस्तै सबैलाई दाङ गर्नु होला बाबा अलिकता बस्नु भन्नु नि बाबालाई अलिकता देख्छ नि अनि भाइलाई यस्तो गर्नु छ अब प्रेस गर्नु नौ दुर्गा भवानीले हमेसा साथ दिनु भएको हो अनि भाइको कपाल च्याप पलाओस् ज्ञानी हुनु ठुलो मान्छे हुनु सुनेको ज्ञानी मान्छे हुनु राम्रो हुनु आमा बाबा हजुरलाई कहिले नभुलिनु ठुलो भएर जहाँ गएर पनि आफूले कमाएर आफ्नो पेट पाल्न सक्नु होला नमस्ते गर जिउला गर चन्दन नभइदिन्छ अन्त चाहिँ लगाइदिन्छु न मेरो छोरालाई लाउँदिन के ओर्लेको यहाँ मम्माले टिकी लगाइदिन्छु ल दुर्गा भगवानको आशीर्वाद सधैँभरि भाइमा रहोस् ल आयो के यस्तो निकाले लगाउनु पर्छ टिकी आमा सेलोटेपले काटिदिनु भइहाल्छ भयो ल अन्त मेरो छोरालाई आइन्छ ल मामालाई हाँसिदेऊ त मामा हो ल आशीर्वाद थाप्दैछु भन्नु ल भन्दैछु जिउबाट ल यहाँ आज चाहिँ टिफिनमा खानु ल आमाले पनि पोइछ ल यसको भोलि पछि मिठी खानु ल ठुलो भएर ल अहिले खानु हुँदैन 2 वर्षसम्म ल हाय तेरिका लु उसको त्यो पनि बेल राख्नु त त्यो फुल राख्थे उसको फर्स्ट टिका पैसा लु यो भाइको होला दक्षिणा ल ए भाइको पकेटमा हाल्नुपर्छ लु हाय चला लु फर्स्ट टिकाको दक्षिणा राख्नु ल ल आइसला लु जो नानीको छुट्टा अनि भगवान छ नि है हिजो मलाई के हो उत्तरले रोकिदे पर्छ सानो के हुँदैन लाउने मात्रै त बाबाले आमालाई श्रीमानको पनि स्यालेरी बढोस् गोलीले बढाइदियोस् जिन्दगीको कुनै मोडमा पनि आएर छोराछोरी बुढी परिवारलाई राम्ररी बस्नु नि हो बाबा अलिकति भिडियो गरिरहेको सुत्छ घरि यता बस्नु नि बस्दैन हजुर
हो के भन्छ सिरिमिरी आयो मैले नलागोस् अब आउने 3-4 साल बाद आयो। जमिन किनेर घर बनाउन सकौँ मेरो छोराछोरी मजाले फँसोस्। तपाईँलाई पनि आशीर्वाद मेरोबाट चाहिँ दक्षिणा यही होला नानीको त्यो उयो पुछिदिनु नि खुट्टा दिनु मैले ढोकेको छुइनँ यो पनि जिन्दगीमा फर्स्ट टाइम ढोक्दैछ यसरी टेबलले छानिदिनु ठिकै छ ज्यादा एउटा आशीर्वाद दिन भुलेछ यहाँ बस्नु कुरामा नरिसिनु ममाले हो मैले कहाँ जाने कि जानेन हो हजुर मलाई